कहिले आउनु भएको? म यहाँ निरन्तर यो आजसम्मको आन्दोलनमा पटक गरेर आइरहेको छु। सुरुदेखि नै पटक आइरहेको हुन्छ। ए हजुर। अनि अब सबै शिक्षक त आउनु भएको नै छ, त्यसमा हजुरको चाहिँ खास के होस् भनेर कुन उद्देश्य लिएर आउनुभयो? अब यो नेपाल शिक्षक महासङ्घद्वारा जब यो देशव्यापी रूपमा 77 जिल्लाबाट सहभागी भएर जो यो एउटा चाहिँ अग्रगामी शिक्षा ऐन प्राप्तिका लागि जो हामी यहाँ चैत 20 गतेबाट भेला भयौँ, हाम्रो तात्पर्यता पनि यही हो कि अब चाहिँ देशको माटो सुहाउँदो, भूगोल सुहाउँदो प्रविधि मैत्री शिक्षालाई जोड्न पर्यो भन्ने हेतुका साथ यो नयाँ शिक्षा ऐन प्राप्तिका निम्ति हामी यहाँ आज 23औं दिनदेखि आज 24औं दिन भयो, हामी यसकै निम्ति सङ्घर्ष अगाडि बढिराखेका छौँ। हजुर, अहिले अब भर्खरैका रिजल्टहरूमा धेरै विद्यालयमा निल आइरहेको छ। अब यसमा के टिचरहरूको नै दोषी हो भनौँ या त चाहिँ शिक्षा ऐन शिक्षा प्रणाली नै कमजोर हो, यसमा के भन्नुहुन्छ? धन्यवाद यहाँलाई असाध्यै सान्दर्भिक प्रश्नको लागि। यो वास्तवमा भन्नुपर्छ राज्यको लगानी अनुसार यो जुन नतिजा आउनुपर्ने त्यो नतिजा त आइराखेको छैन नै, यसमा हामीले पनि त्यसलाई मनन गरेका छौँ। तर के नेपालको शैक्षिक सुधारका निम्ति शिक्षकको मात्र भूमिका हो त भनेर हामीले नै प्रश्न गर्नुपर्ने अवस्था छ। किनभने त्यसमा शिक्षकलाई मात्र दोष लगाइन्छ। यसमा शिक्षक, अभिभावक, सरकारवाला र यो समस्त यो चाहिँ ट्राइबल प्रोसेस भएको हुनाले शिक्षक, अभिभावक इत्यादि सबैको संयुक्त भूमिका एक आपसमा रहन्छ। तथापि एउटा भनाइ छ तपाईँलाई विद्यार्थी चाहिँ शिक्षक दौडी विद्यार्थी पनि सँगसँगै दौडिन्छ भने जस्तो हाम्रो भूमिका के हदसम्म माथि देखिन सक्ला। तर यसमा राज्यबाट जुन खालको चाहिँ शिक्षा प्रणालीलाई समयमा तपाईँलाई समय ग्याप बनाएर अनुगमन गर्नुपर्ने, के कमजोरी भएछ भने त्यसलाई चाहिँ फिडब्याक दिनुपर्ने, त्यसलाई सुधार गर्नुपर्ने कुरामा राज्य लागिराखेको अथवा जुन सरकार निकाय नलागिरहेको अवस्था पनि हामीले देखिराखेका छौँ। किनभने जब एकैचोटि अन्तमा चाहिँ त्यो अनुगमन पनि तपाईँलाई असाध्यै फितल फिडब्याक छैन, अनि लास्टमा नतिजा आइसकेपछि शिक्षकमाथि भएभरका जति दोषहरू थुपार्ने त्यो परिपाटी पनि हाम्रो चाहिँ देशमा, हाम्रो समाजमा असाध्यै यो चाहिँ अगाडि बढिराखेको छ। यो असाध्यै दुःखदायी कुरा छ। जस्तो बताउँ, शिक्षा ऐन आइसकेपछि झट्टै बढिहाल्छ भन्दा पनि नेपाल एउटा सङ्घीय गणतान्त्रिक रूपमा प्रवेश गरेको पनि हजुर आफै हिसाब गरौँ। 65 सालदेखि हाम्रो गणतान्त्रिक रूप घोषणा भयो। आज हामी पुरानो शिक्षा ऐन जुन 53 वर्ष अगाडि राजा महेन्द्रकै पालाको शिक्षा ऐनमा अगाडि बढिराख्दाखेरि यो हामी नयाँ पद्धति, नयाँ चाहिँ ढङ्गबाट जानुपर्ने ठाउँमा त्यो पुरानै परिपाटीबाट गइराख्दाखेरि यो यसको 1-2 वर्षमा परिवर्तन नआए पनि जुन हामीले अग्रगामी अभिभावक मैत्री चाहिँ विद्यार्थी मैत्री शिक्षक मैत्री देशको चाहिँ अघि नै मैले यहाँलाई जोडेँ भूगोल माटो परिस्थिति सबै सुहाउँदो हिसाबले त्यो खालको मैत्री चाहिँ शिक्षा ऐन प्राप्ति गइसकेपछि त कम्तीमा पनि केही समयभित्र, केही वर्षभित्रमा यो शिक्षाको चाहिँ यो नतिजाको सुधारका कुरा चाहिँ संसारमै बिक्ने खालको चाहिँ एउटा जनशक्ति उत्पादन गर्ने कुरामा त अगाडि बढिरहेको छ भन्ने हामी यसमा विश्वस्तै छौँ। शिक्षकको सेवा सुविधाको मात्रै कुरा होइन, सेवा सुविधा पनि स्वाभाविक रूपमा रहन सक्छ। हाम्रो एउटा क्राइटेरिया भएन, हामी नेपालभित्रकै एउटा कर्मचारी जो धेरै समय खटिराखेका छौँ, तर पनि हाम्रो ग्रेडका कुरा, साथीको ग्रेडका कुरा, तपाईँलाई त्यो तलब जस्ता कुरा इसिडीका टिचरले 6000 मा काम गरिराख्नु भएको छ। अहिले पनि तपाईँको सबै ठाउँमा समान छैन, कुनै स्थानीय तहले अलिकति हेरिराख्नु भएको छ, उहाँहरूप्रति हाम्रो धन्यवाद छ। तैपनि सेवा सुविधा पनि सामान्य त्यहाँ जोडिन सक्छ। तपाईँलाई अघि नै एकजना सरले भनिसक्नुभयो, राहत शिक्षकको चाहिँ 62 देखि अहिलेसम्म कन्टिन्यू रूपमा उहाँले चाहिँ कार्यरत हुनुहुन्छ, तर पनि अहिले उहाँले छोड्दै गर्दाखेरि उहाँ चाहिँ एक खालको कुनै पनि एउटा सेवा सुविधा प्राप्ति नगरेर निकाल्नु परेको अवस्था त्यो पनि भन्ने छ। त्यस कारण यो अहिलेको यो मोमेन्ट चाहिँ के हो भने सबै हिसाबले यो चाहिँ नयाँ शिक्षा ऐन मार्फत यसलाई चाहिँ अलिकति अब यो अहिलेको यो परिपाटीबाट हिँडिराख्यो भने अब शिक्षामा जति लगानी गरे पनि बालुवामा पानी खनाए जस्तो हुनसक्छ। त्यस कारणले अब यसलाई अलिकति फरक ढङ्गले राज्यले सोचोस्। यो वास्तवमा राज्यकै भूमिका हो। यो त हामीलाई सघाउनका निम्ति आइरहेको, छिटो गरौँ भन्नका निम्ति आइराखेका हो। हामीले उहाँलाई कुनै किसिमको चाहिँ नकारात्मक सिर्जना गर्न आएका होइन, तर उहाँले चाहिँ हामीलाई हाम्रा चाहिँ विरुद्धमा, सरकारको विरुद्धमा भन्ने खालको भाष्य निर्माण गर्नु होइन। विभिन्न खालका चाहिँ समयमा भएका सम्झौताहरूलाई यथाशक्य टिचरको मर्म बुझेर त्यसलाई चाहिँ एक खालको चाहिँ प्रणालीमा र सिस्टममा घुमाएर अगाडि बढाउँ भन्ने। जी, विद्यालयका शिक्षकहरूको तलब सरकारी शिक्षकहरूभन्दा आधा जस्तै छ, तर उहाँ विद्यार्थीको क्वालिटी राम्रो छ,
होइन विद्यार्थीको चाहिँ क्षमता उत्पादन राम्रो छ भनेपछि अब तपाईँहरूलाई के भन्ने अब सेवा सुविधा त छ नै भन्नु पर्ला यस हिसाबले यो प्रश्नको लागि निजी विद्यालय र सामुदायिक विद्यालय अब एउटा कस्तो परिपाटी देशमा सिर्जना भयो भने हामी सामुदायिक विद्यालयलाई चाहिँ नै हाम्रो अभिभावकले पनि उपेक्षा गर्ने निजी विद्यालयमा चाहिँ नै सामुदायिक भन्दा निजी विद्यालयमा चाहिँ पढाइसकेपछि अभिभावकको पनि निगरानी बढिराख्ने त्यस्तै गरी अन्य चाहिँ त्यहाँ अलिकति सम्भ्रान्त वर्ग इलाइट पिपलहरूको चाहिँ सन्ततिहरूले पढ्ने जस्तो विद्यालय पनि बन्यो र सामुदायिक विद्यालयमा हो स्वाभाविकले सेवा सुविधाहरू धेरै छ शिक्षकको लागि तर सबै शिक्षकहरूलाई एउटै टोकरीमा राखेर हेर्न पनि भएन कतिपय टिचरहरू अहिले पछिल्लो समयमा एकदम युवा टिचरहरू आइराख्नु भएको छ खटिराख्नु भएको छ कतिपय प्राविधिक रूपमा समस्या हुनसक्छ त्यसलाई छैन भन्दैनौँ तर पनि त्यो निजी विद्यालयमा कार्यरत शिक्षकलाई पनि के तपाईँलाई एउटा श्रमिकको जस्तो व्यवहार गर्ने हो त एउटा राज्यको नागरिक हो नि त निजी विद्यालयमा पढाउने या सामुदायिक विद्यालयमा पढाउने त उहाँको स्वयं उहाँले विद्यालय छान्ने विद्यालयमा हजुर नमस्कार म राजन अर्याल लीलाकाली मावि ठाकरे 2 धादिङबाट शिक्षक आन्दोलनमा कस्तो उद्देश्यका साथ कस्तो चाहिँ नै हजुरको भनौँ न कस्तो सपना छ कस्तो उद्देश्य छ हजुरको यो चाहिँ प्रश्नको लागि धन्यवाद अब मेरो अथवा हाम्रो व्यक्तिगत माग र मुद्दा भन्दा पनि जुन यो 2028 सालमा राजा महेन्द्रको पालामा ल्याइएको शिक्षा ऐन 54 वर्ष भइसक्दा पनि अर्थात् अहिले 2082 सालमा रनिङ भइराख्दा पनि यो संशोधन नभएको कारणले गर्दा शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्न सरकारलाई सघाउनको लागि म यहाँ रचनात्मक काम गर्नको लागि चाहिँ सडकमा छु शिक्षा पद्धति धेरै राम्रो होला र धेरै चाहिँ विकास होला भनेर त्यसमा हामी के विश्वास गर्न सक्छौँ आशावादी हुने ठाउँहरू धेरै छ किन छ भन्दा 2028 सालमा वितरण गरिएका जुन माध्यमिक तहका अर्को तहका दरबन्दीहरू जुन पुग्ने अवस्थामा छैनन् र बीचमा हामीले राहत दरबन्दीको नाममा सङ्घीय अनुदानको नाममा प्रदेश अनुदानका नाममा गाउँपालिका अनुदानका नाममा लगायत विभिन्न प्रकृति र प्रकारका नाममा हामीले जब 18 थरीका शिक्षकहरू नियुक्ति गर्दै गयौँ राज्यलाई पनि समस्या छ हामीलाई पनि समस्या छ र शिक्षक साथीहरूलाई पनि समस्या छ उहाँहरूलाई नियुक्ति भएको बेलामा नै स्थायी शिक्षक बनाएर चाहिँ कक्षा कोठामा पठन पाठनलाई लिएर जाने बात बनाउनुपर्छ जुन सरकारको दायित्व अब पहिला विद्यार्थी सङ्ख्या मनज्ञ थियो प्रशस्त थियो अनि दरबन्दी पुगेको थिएन अहिले चाहिँ विद्यार्थी सङ्ख्या घट्दै गएको छ दरबन्दी ठिक छ भन्ने पनि तर्क आउन सक्छ तर काठमाडौँको अवस्थालाई हेरेर धादिङको दरबन्दी पुग्ने त अवस्था छैन जिल्लागत वितरण दरबन्दी अझ मिलिराखेको अवस्था छैन त्यसैले जब यो दरबन्दी समायोजन हुन्छ नि अनि के बालबालिकाहरूले गुणस्तरीय शिक्षकहरूबाट पढ्न पाउने चाहिँ उनीहरूको अधिकार होइन त बालबालिकाहरूको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने अधिकारको लागि नै हामी यहाँ आएको छौँ विद्यार्थीहरूको नतिजा हेर्दा एकदम निराश लाग्दो छ अब यसमा चाहिँ कसको दोषी हो या त यो शिक्षकहरूकै चाहिँ एउटा निराशापन अल्छीपन भन्ने या कस्तो दोष हो शिक्षकहरूको निराशापन अल्छीपन त बिल्कुल भन्न मिल्दैन तर कतिपय आरोप लगाउनेहरूले यो पनि लगाउन सक्छन् होइन तर त्यसलाई चाहिँ हामीले पुष्टि गर्न सक्नुपर्छ अहिले अब गुणस्तर नआउनुको पछाडि चाहिँ पहिला तपाईँ हाम्रो पालामा जस्तो अब लिने साधनहरू त केही पनि थिएन त्यतिखेर जस्तो अब अहिले चाहिँ प्रविधिको जमाना छ मोबाइलले पढाइ बिगार्छ भन्न खोजेको होइन तर अभिभावक आफै बसेर बालबच्चाहरूलाई नपढाउँदाखेरि म पढ्छु भन्दै गर्दा गेम खेल्न पनि सक्छन् यसरी पनि बिग्रेको अवस्था छ भने जुन समसामयिक परिस्थितिहरूले पनि बालबालिकाको पढाइहरू चाहिँ बिग्रिराखेको छ र विद्यालय खोलिएर विद्यालयमा पठाएर मात्रै बालबालिकाहरूको शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्ने मानेमा हामी चाहिँ लाग्नु हुँदैन समग्र कुरा चाहिँ व्यवस्थापन नै हो व्यवस्थापकीय पाठलाई सबल सुदृढ बनाउन सकियो भने मात्रै गुणस्तरको कुरा चाहिँ हामीले गर्न सक्छौँ एसईको परीक्षाको बेलामा हुलका हुल अनुगमनको नाममा जान सक्नेहरू हामी चाहिँ शिक्षण सिकाइ क्रियाकलाप भइराखेको बेलामा चाहिँ किन जाँदैनौँ अनुगमनको नाममा कुन कक्षामा कति विद्यार्थी छ कुन विद्यालयमा कति विद्यार्थी छ भनेर विद्यार्थीको टाउका गर्न हामी जान सक्ने हामी टाउकीहरू कुन विद्यालयलाई के आवश्यकता छ भन्ने गरी चाहिँ पढाइ भइराखेको बेलामा त्यो कक्षा कोठाको अवस्था हेर्नको लागि चाहिँ किन जान सक्दैनौँ जुन अनुगमन संयन्त्रको पनि कमजोरी देख्छु त्यस्तो छ निजी विद्यालयको लागि अब उनीहरूले काम गरेर उनीहरूको कार्य सम्पादन माथिल्लो निकायलाई बुझाउनु पर्ने त्यस्तो केही पनि छैन जति काम गर्नुहुन्छ उहाँहरू पनि हुन्छ भने सरकारीमा चाहिँ गरेको कामको चाहिँ अपडेट धेरै गराउनु पर्ने छ जुन यो शैक्षणिक क्रियाकलापहरूको बारेमा अद्यावधि गर्दै गर्दाखेरि पनि उहाँहरू चाहिँ कस्तो छ भन्दा
सरकारीमा चाहिँ जुन उहाँहरूले शिक्षकलाई चाहिँ अब दण्ड पुरस्कार लगायतका कामहरू राम्रोसँग गर्न सक्नुहुन्छ होइन। भने संस्थागत र सरकारीमा अलिकति फरक भनेको चाहिँ यो व्यवस्थापन के नै फरक हो? पटक पटक सम्झौता भएको भनेर सुनिन्छ। अब यसमा के भएको थियो पहिलेको यो इतिहासहरू बताइदिनु, के भयो कसरी? यो 28 सालमा शिवपाल महेन्द्रको पालाबाट भदौ 28 गते नै यो ऐन शिक्षा ऐन जारी भएको थियो र समय प्रविधि अहिले वैज्ञानिक युग आइसक्यो। त्यो युगसँगै समय सापेक्ष चाहिँ ऐन बन्दै जानु पर्थ्यो। 28 सालपछि 36 सालमा पनि शिक्षक आन्दोलन भए, 46 सालमा ठुलो बहुदलीय व्यवस्था नै चेन्ज भइसक्यो, 49 सालमा आएर शिक्षा नीति बनाइयो। त्यति गएर 52 सालदेखि 62-63 सालसम्म जनआन्दोलन रह्यो र यो जनआन्दोलनले पनि के गर्यो त यो भिडबाट नै सत्ता नै परिवर्तन गरिदियो र 72 सालमा नयाँ संविधान समेत जारी भयो। नयाँ संविधान जारी भएको 3 वर्षभित्र चाहिँ ऐन जारी भइसक्नु पर्थ्यो, तर 53 वर्ष भइसक्दा पनि त्यही पुरानो ऐनमा टेकेर अझै पनि नेपालको शैक्षिक स्थिति ध्वस्त बनाउने यो प्रपञ्च सरकारबाट भइरहेको छ। हाम्रो माग भनेको एक सूत्रीय माग हो, नयाँ शिक्षा ऐन जारी गरियोस्। शिक्षा ऐनमा हरेक विद्यालय मैत्री, विद्यार्थी मैत्री, शिक्षक मैत्री, अभिभावक मैत्री र नयाँ अग्रगामी शिक्षा ऐन चाहिँ जारी होस् भन्ने हाम्रो एक सूत्रीय माग हो। तर अहिलेसम्म नयाँ ऐन नबन्नुमा के भन्नुहुन्छ? यो कसको दोष हो के हो? यो अहिलेसम्म हाम्रा शिक्षक आन्दोलन पटक पटक भयो। 75 मा भयो, अनि त्यसपछि 77-78 मा भयो, 80 सालमा पनि भयो होइन। सरकार फेरिँदै गए, सरकारले रूप फेर्दै गए। एउटा आउँछ बाहिर प्रतिपक्षमा हुँदा चाहिँ के भन्छ भने पगलास तैँले गर्नुपर्छ शिक्षाको माग पनि, आफू सत्तामा गएपछि फेरि के छ पुरानै चाल, मेरो गोरुको मेरै 12 टक्का भन्ने जस्तो उहाँहरूले गरिरहनु भएको छ। शिक्षकप्रति उहाँहरूको छैन कि उहाँहरूले यो सार्वजनिक स्कुललाई, सार्वजनिक विद्यालयहरूलाई, सामुदायिक विद्यालयहरूलाई ध्वस्त पार्ने र निजी बोर्डिङलाई पोस्ने चाहिँ एउटा चाहिँ प्रपञ्च रचिरहेको जस्तो चाहिँ हामीलाई भान भइरहेको छ, ताकि दैनिक रूपमा उहाँहरूले बोलेका शब्दहरूले र सरकारका शब्दहरूले प्रधानमन्त्रीको जुन भनाइले शिक्षकहरू चाहिँ फेलर छन् 48% ल्याउने भन्ने, आफै 28% ल्याउनुहुन्छ, कार्य सम्पादनमा आफै कमजोर हुनुहुन्छ। उहाँहरूका मन्त्रीमण्डलका 18% छ, उहाँहरू नै फेलर हुनुहुन्छ। अनि शिक्षकलाई चाहिँ उहाँहरू फेलरको एउटा बिल्ला भिराइरहनु भएको छ। अनि उहाँहरूले चाहिँ हामीलाई चाहिँ के भन्छ चाहिँ हामीले जे भनिरहन्छ यो हाम्रो पार्टीकै झोले हो भन्ने सोच्नु भएको। हामी पार्टीका झोले होइनौँ, हामी चाहिँ एक शिक्षक हौँ र अब शिक्षक कुनै पनि शिक्षकले म यो पार्टीको ऊ पार्टीको गुटबन्दी भनेर यो शैक्षिक संगठनहरू निर्माण गर्नु छैन। अब एउटा शिक्षक महासङ्घको रूपमा चाहिँ के गर्नुपर्छ त हामी लाग्नुपर्छ र यही माग लिएर हामी यो मुद्दा लिएर अगाडि बढिरहेका छौँ। विद्यार्थीहरूको नतिजा नराम्रो आउनुमा के शिक्षकहरूको मात्रै दोष? यो जुन त घरको बाउ नै खराब भइदियो भने त उसका सन्तति नै खराब भइहाल्छन्। तर हामीलाई गाइडलाइन गर्ने शिक्षा ऐन नै खराब भइदिएपछि अनि शिक्षकको दोष भन्ने कि शिक्षा ऐनको दोष भन्ने सरकारको नै दोष हो यो। किनभने सरकारले समयमा शिक्षा ऐन जारी गर्न नसक्नाले चाहिँ यो विद्यालयको स्थिति चाहिँ यो अवस्थामा पुग्नु भएको हो। निजामती सेवासँग तुलना गरेर पनि केही कुराहरू माग राख्नु भएको छ नि, यो विषयमा के भन्नुहुन्छ? धन्यवाद, तपाईँले यो जायज प्रश्न सोध्नुभयो। जबकि शिक्षा ऐनमा चाहिँ के हुन्छ, हरेक शिक्षक विद्यार्थीका सम्पूर्ण सेवा सुविधाहरूदेखिका लगेका उनीहरूका बृहत्तर हितका कुराहरू चाहिँ ऐनमा समेटिनु पर्थ्यो। तर निजामती ऐनमा चाहिँ के छ, 10 ग्रेडसम्म चाहिँ पाउने र एउटा सुब्बाबाट खरिदारबाट चाहिँ जाहिर खाएको मान्छे चाहिँ ऊ अधिकृतसम्म भन्न पाउँछ। तर शिक्षकमा के छ, प्राथमिक शिक्षक भयो भने त्यो प्राथमिक शिक्षकै छ, तर उनीहरूको बढुवा भने त प्राथमिक शिक्षक प्रथम श्रेणी, द्वितीय श्रेणी, प्रथम श्रेणी। निमाविको नि त्यस्तै छ।